सक्दैनको शिकार भएको मान्छे हुँ। अहिले पनि यो देशमा जुन किसिमको अवस्था छ त्यो अवस्था सृजना भइरहेको कुरा सञ्चारकर्मी हुँदा बारम्बार त्यस विषयमा बोलेको हुँ, कुराकानी गरेको हुँ। तर अचम्म के लाग्छ भने हाम्रो देशमा 101 विद्वानहरूको कमी छैन, विश्लेषकहरूको कमी छैन, जानेका मान्छेहरूको कमी छैन। सञ्चारकर्मीका कलमहरू तीखाभन्दा तीखा छन्, सबै चिज छन्। तर यो व्यथिति कसैले रोक्नै नसक्ने गजबको व्यथिति रहेछ। कसैलाई थाहा नभएको कुरा होइन, कसैबाट लुकेको कुरा छैन। तपाईँ कार्यपालिका हेर्नुहोस्, व्यवस्थापिका हेर्नुहोस्, न्यायालय हेर्नुहोस् र मिडिया पनि हेर्नुहोस्। सञ्चारकर्मीका रूपमा म यति भन्नै पर्ने हुन्छ, मलाई अलिकति निर्मम हुने सुविधा पनि दिनुहोला। राज्यका यी 4 खम्बाहरू कुन चाहिँ सही ढङ्गमा उभिएका छन्, कसले सही ढङ्गमा काम गरेको छ, मलाई एउटा ठाउँ देखाइदिनुहोस्। कसले सही काम गरेको छ, कुन सही ढङ्गले चलेको छ, कसलाई थाहा छैन। यतिका क्यामेरा छन्, यो क्यामेराका पछाडि कयौँ मान्छेहरूको दिमाग छ। सबैलाई साक्षी राखेर यो व्यथिति चलिरहने। यतिका जानेका विश्लेषकहरू छन्, देश विदेश संसार ब्रह्माण्ड खाएका मान्छेहरूलाई साक्षी राखेर व्यथितिको सिलसिला चलिरहने। आज कुनै पनि सङ्घ संस्थामा मान्छेहरू कसरी भर्ना हुन्छन् सबलाई थाहा छ। आज प्रहरी प्रशासनमा पुली कसरी बढ्छ सबलाई थाहा छ। ड्युटी गर्नुभन्दा, नागरिकको ड्युटी गर्नुभन्दा शीर्ष नेताहरूको ड्युटी गर्दाखेरि बढी फाइदा हुने भएपछि राष्ट्र सेवकहरूको मनोबल कहाँ गिरेको छ सबलाई थाहा छ। कर्मचारी तन्त्रभित्रको अवस्था सबलाई थाहा छ। संसारको कुन देशमा एउटा नेसनल आइडी बनाउनको लागि नागरिकले चिसो रातमा कठ्याङ्ग्रिएर रातभरि त्यो अफिस बाहिर सुत्नुपर्छ? कुन देशमा हुन्छ यस्तो? सबलाई थाहा छ। तर हामी त खतरा कलम चलाउँछौँ नि त। हाम्रो त क्यामेरा तिखो छ, हाम्रो माइक्रोफोनले त छोड्दैन, घोचिहाल्छ। तर यहाँ किन घोच्दैन? न्यायालयमा खडा अगाडि राखेर मेन्यु राख्न मात्र बाँकी छ, कुन केसको कति पैसा भनेर। खडे न्याय बिक्री भएको छ। खडे छैनन् विश्लेषकहरू, छैनन् विद्वानहरू, छैनन् खबरदारी गर्नेहरू। हामी सबै भुत्ते भयौँ। हामी सक्दैनौँ केही पनि गर्न, सबलाई थाहा छ। आज कुनै पनि संस्थामा जिएम, डिजी, महानिर्देशक जेसुकै भन्नुहोस्, यी पदहरूमा के हुन्छ, कहाँ गएर बिक्री हुन्छ, यसको रेट कार्ड छ। सबलाई थाहा छ। सबलाई, यहाँ भएका सबलाई थाहा छ। कोही अनभिज्ञ छैन, सबलाई थाहा छ। कोही बोल्दैन। बरु बोल्नु परे, कलम तीखाभन्दा तीखा कलम भएका साथीहरू हुनुहुन्छ। तर त्यो कलमको धार त्यस्तो व्यथितिमा भन्दा बढी हामी जस्ता नवआगन्तुकलाई